देश त वास्तवमा धनीले भन्दा गरिबले चलिरहेको हुन्छ नि, होइन र? धनी त धन हुन्छ, उसको एकाउन्ट हुन्छ, ल यस्तो गर्छ, सिग्नेचर गरेर बस्या हुन्छ। तर जस्तै घरै बनाउनु पर्दा पनि होइन, इन्जिनियरले पनि नक्सा मात्रै कोर्ने हो, बेल्चा कसले हान्छ? पहिलो इट्टाको पहिलो ढुङ्गा कसले भयो त्यहाँनिर लगाउँछ? मजदुरले। अनि त्यो मजदुरको बारेमा सरकारले के नीति अप्नाएको छ यो देशमा? छैन। हामी मजदुरको किसानको बारेमा यति राम्रो, दुनियाँले मलाई थुकोस् फरक पर्दैन, तर मैले ऐनालाई थुक्नु नपरोस्। कुरा बुझ्नुभयो? है, ऐनालाई कतिखेर मान्छेले थुक्छ भन्दा जब आफू आफ्नै भित्रबाट घृणित भइन्छ नि, ऐना हेर्दाखेरि थुक्न मन लाग्छ क्या, त्यो अवस्थामा चाहिँ नपुगौँ। तर संसारको सबै मान्छेले थुकोस्, त्यसले फरक पार्दैन। सो साथीहरू, तपाईँहरूले झलकबाट पनि थाहा पाइसक्नुभयो होला म आज के को बारेमा कुरा गर्न चाहँदैछु भनेर। अहिले चिया पसलदेखि लिएर ठुलो ठुलो 5 स्टार होटेलसम्म यही राजनीतिक गफ भालिन शाह, हर्क साम्बाङ र हाम्रो महावीर पुन सरको नै एकदमै हल्ली चल्ली भइरहेको छ। र फाइनली साथीहरू, म आज दिउँसोको काम सकेर अब म जाँदैछु रोम, र मेरो यात्रा चाहिँ अहिले सुन्दारादेखि मनमयसम्म हुन गइरहेछ। र अहिले चाहिँ अरू कुराभन्दा पनि एकदमै इन्ट्रेस्टिङली नेपाली पोलिटिक्स क्षेत्रमा भइरहेको अवस्था हामी सबैलाई थाहै छ। र साथसाथमा अहिले चाहिँ भालिन शाह, त्यसपछि हर्क साम्पाङ र हाम्रो महावीर पुन, उहाँहरूको भिडियो चाहिँ सामाजिक सञ्जालमा एकदमै भाइरल भएको छ। र अहिले भर्खरै पनि हिजोको जुन भालिन शाहसँग भेटेको जुन तस्बिरहरू छ त्यो झन् अहिले यो पछिल्लो चरणको राजनीतिमा चाहिँ एकदमै इन्ट्रेस्टिङ मोडहरू पनि आइरहेको छ र पात्रहरू पनि यस्तै हुनुहुन्छ। र यस्तै गरी हाम्रो फेरि महावीर पुन सरको आफ्नै छ फेरि पारा, त्यो पनि हेरिरहेछौ, केही कमेन्टहरू गर्नु होला। र म पनि केही कुराहरू राख्न गइरहेको छु। आजदेखि त म त स्कुल जाने हो भाइ, संसदको स्कुल पढ्ने हो है। तिम्रो स्कुल त 5 वर्षमा सकिन्छ है। अब झोला खुल्लामा किताब पनि हाल्नु पऱ्यो है दाजुभाइ दिदीबहिनीहरू। म त आजदेखि त स्कुल जानु पायो भाइ, कुनै भए पनि ल है। ल सबैलाई नमस्कार छ है, म त एकदम खुसी छु स्कुल जानु पाएकोमा। उमेर 55 दिल बचपनको भनेर चाहिँ हाम्रो महावीर पुन सरले पनि यसरी नै हँसाइ चाहिँ इन्टरटेनमेन्ट गर्नुहुन्छ बेला बेलामा। उहाँ चाहिँ स्ट्रेट फरवर्ड मान्छे हुनुहुन्छ, उहाँलाई कसले के भन्छ मतलब छैन। तर हामी जनतालाई चाहिँ एकदम ढुक्क छ कि उहाँहरूले जति सक्नुहुन्छ आफ्नो बल खुट्टाले भ्याएसम्म राम्रै गर्नुहुन्छ र देशको हित राम्रो हुने काम गर्नुहुन्न। र यति चाहिँ हामी ढुक्क छौँ, उहाँले कहिले पनि करप्सन, यस्तो घुसघुस खाने यस्तो काम चाहिँ कुनै पनि हालतमा गर्नुहुन्न भने हामी जनतालाई चाहिँ ढुक्क छौँ। उहाँले चाहिँ त्यस्तो जे भने पनि हामीलाई खुसी र रमाइलो लाग्छ सबैजना। खुसी लाग्नेदेखि स्कुल जानु है। म त विद्यार्थी आजदेखि संसदको विद्यार्थी है। Thanks. Love you. Forever. महावीर पुन सरले पनि हिजो भन्नुभएको छ, उहाँले टुप्पीदेखि बल लाउँदाखेरि पनि 2-4वटा चाहिँ कुराहरू अझै पनि उहाँले पहिला शिक्षा मन्त्री हुँदा गर्न सक्नुभएको थिएन। अब उहाँले एकदमै पैतालादेखि टुप्पीसम्मको पुरै बल लाएर त्यो पनि गर्नुहुन्छ भन्ने कुरा राख्नु भएको छ। हामी यसमा धेरै खुसी छौँ। र अब हामी जाउँ हाम्रो हर्क साम्पाङ, त्यसपछि अन्तिर हाम्रो भालिन सर, दुई बिच चाहिँ अलिकता खालि भालिन सरको धेरै खेदो खन्यो खुइल्यायो भन्दै विभिन्न सोसियल मिडियामा आइरहेको थियो। तर पनि हिजोको क्षणबाट चाहिँ एकदमै सबै नागरिकहरूलाई चाहिँ भावुक बनाएको छ, किनभने उहाँहरू दुईजना एकदम मिलेर जुन पिक्चर चाहिँ अहिले भाइरल भइरहेको छ, यसले चाहिँ एकदमै राम्रो सन्देश गइरहेको छ। अब हर्क साम्पाले पनि उहाँलाई फोनबाट नै कुराहरू गर्नुहुन्छ, स्टेटसबाट त्यति हान्नु हुन्न होला भने हामी सम्पूर्णलाई विश्वास लागेको छ। केही दिन अगाडि हाम्रो भालेन्द्र सरले सबै सांसदहरूलाई चाहिँ बोलाउनु भएको थियो, सबै प्रदेशको के कसो केही जिज्ञासाहरू छ भने राख्नुहोस् भनेर। तर हाम्रो हर्क साम्पाज्यूले चाहिँ ठाडै इन्कार गरेर यस्तो रुम कोठे बैठकमा म आउँदिनँ किनकि म संसदमै
हाम्रो आधिकारिक रूपमा चाहिँ जे भन्नु छ भन्छु भनेर भन्नुभएको थियो। यस विषय लिएर कति मान्छेले कन्ट्रोभर्सी कति नेगेटिभ दिनुभएको थियो, तर यो कुरा पोजिटिभ पनि छ, किनकि त्यसरी राख्नु भनेको सबैको छेउमा लाइभ राम्रो पनि हुन्छ र यसरी कुरा राख्नुभयो। के कस्तो लाग्यो तपाईँले पनि कमेन्ट गर्नुहोला, प्रतिक्रिया दिनुहोला। पक्कै पनि यो देश बनाउनका लागि, देश परिवर्तन गर्नका लागि आएका छौँ। सबैभन्दा पहिला आफैलाई परिवर्तन गर्नुपर्छ। अघिल्लो शपथ ग्रहणको दिन पनि हामी 12 मिनट 46 सेकेन्ड ढिलो थियौँ भने आज 16 मिनट 55 सेकेन्ड हामी। वास्तवमा भन्नुपर्दा हर्क सामग्रीले राख्नुभएको कुरा एकदमै सही छ, किनकि हामीले टाइम म्यानेजमेन्टमा त्यति ध्यान दिएको छ। 2 चोटि बैठकमा यस्तो भइसक्यो। यो कुरा चाहिँ एकदमै सही लागेको छ मलाई, सायद तपाईँलाई पनि राम्रो सही लाग्यो होला। प्रत्येक मिनटको महत्त्व यो सदनले बुझोस्, सरकारले बुझोस्, हामी सबैले बुझौँ। नेपाली हो, नेपाली समय हो। 2 बजीको बैठक 3 बजी जाँदा पनि हुन्छ, 4 बजी जाँदा पनि हुन्छ, जे गर्दा पनि नेपाल हो, नेपाली हो भन्ने खालको जुन भाष्य हामीले मनमा लिएर बसेका छौँ, यही सबैभन्दा मुख्य कारण हो हामीले उन्नति गर्न नसक्नु। त्यसो भएको कारणले गर्दाखेरि सभामुख महोदय मार्फत म सम्पूर्ण सदन, सरकार सबैलाई ध्यान आकर्षण गराउन चाहन्छु। आउँदा दिनमा हामी बैठक सुरु हुनुभन्दा थोरैमा पनि 5 मिनट अगाडि उपस्थित हुनुपर्छ। म यो माग राख्न चाहन्छु। हामी विभेदको अन्त्य गर्छौँ भनेर यहाँ भनिरहेका छौँ। भर्खरै पनि पूर्ववक्ता माननीयज्यूहरूले थुप्रै कुराहरू राख्नुभयो, आफ्नो मनको कुरा। तर यहाँ यही सदनभित्र पनि विभेद भइरहेको छ। सत्ता पक्षले 30 मिनट बोल्दा पनि हुने, 40 मिनट बोल्दा पनि हुने, प्रतिपक्षले अलि सानोले होइन 3 मिनटमा सकिहाल्नुपर्ने, 2 मिनटमा सक्नुपर्ने। हामी पनि जनताले चुनेर पठाएका जनमत प्राप्त जनप्रतिनिधि हौँ। उहाँले भन्न लाग्नु भएको कुरा तपाईँहरूले बुझिहाल्नुभयो, किनभने पहिलाको स्थितिमा पनि त्यस्तै थियो। आफ्नो चाहिँ द्वितीय भएपछि जे गर्ने हुन्छ भनेर पेलेर लानुपर्छ भनेर राम्रोसँग बोल्न दिँदैन। त्यही कारणले गर्दा आज उहाँले पनि यस्तो अवसर उठाउनु भएको छ। मजाले आफ्नो कुरा भन्न पनि त्यति भ्याउनु भएको छैन 7 मिनटमा, त्यही भएर उहाँले यसको लागि पनि कम्प्लेन गर्नुभएको छ। यो कुरा हल्का जायज पनि छ र के भन्नुहुन्छ तपाईँहरू पनि कमेन्ट गर्नुहोस्। त्यसो भएको कारणले गर्दाखेरि हामीले आफ्ना क्षेत्रका आवश्यकताहरू, आफ्ना तपाईँको चाहिँ के अरे मागहरू राख्नका लागि प्रशस्त समय दिनुपर्दछ। त्यो खालको सदन हामीले बनाएर हामीले त्यो खालको सदन अभ्यास गर्नुपर्दछ भन्ने माग राख्न चाहन्छु। म आफ्नो मनको कथा म यहाँ गाउन चाहन्न। अब मेरो आफ्नो मन्तव्य राख्नुभन्दा पनि सरकारले कसो गर्नुपर्ने हो त? हिजो इतिहासमा हामीले के गर्यौँ, कसले के गर्यो, कुन नेताले के गर्यो, कतिको तपाईँको हामीले सङ्घर्ष गऱ्यौँ, के गर्यौँ भनेर आवश्यक छ जस्तो मलाई लाग्दैन। हामी के गरिरहेका छौँ आज र भोलि के गर्ने हो भन्नेतर्फ सरकारले आफ्नो नीति तथा कार्यक्रम बनाउँदाखेरि यस्ता कुराहरूलाई पनि समावेश गरोस् भनेर चाहिँ म यहाँ जनताको मागहरू। के भन्नुपर्दा हर्क साहबले जसरी स्ट्याटसमा यस्तो कडा दिन त्योभन्दा पनि कडा अभिव्यक्ति यहाँ दिनुभएको छ। स्वर्णिम वागले हाम्रो चाहिँ अरू पारिन्साहरू चाहिँ हेरे भएको छन् है। उहाँले मुद्दाहरू चाहिँ एकदम सही उठाउनु भएको छ। आफ्नो राष्ट्रघाती सबै चिजहरू अन्त्य गर्नुपर्छ भनेर, र जतिसुकै देशको हित छ भने हामी साथ दिन तयार छौँ भनेर एकदमै राम्रो लाग्यो मलाई चाहिँ होइन। जति पनि कन्फ्युजनहरू थियो सब क्लियर गरिदिनु भएको छ। पहिला मान्छेले यस्तो उस्तो खतम के भनेर पुरै नेगेटिभिटी फैलाएको थियो, अब चाहिँ सबै पोजिटिभ हुन्छ भन्ने मलाई आशा छ। र साथीहरू यस्तो राम्रो कुरा गर्दा कति छिटो घर आइपुग्यो थाहा नै भएन। बाइक साइक रोकेर अब रुमतिर जाँदैछु र यस्तै अब हट अलि चलिरहेकै कुराहरूलाई हामीले पनि चासो दिनुपर्छ र हामीले पनि यसलाई विचार गर्नुपर्छ भनेर आजलाई यति नै